गएर गाड्नुपर्ने आवश्यकता छैन। उहाँहरू दुधकोशीदेखि अरू बिचको के अरे उनीहरू 16 कोम्बुबाट उनीहरू फैलिएर त्यो भित्र उनीहरूको एरिया हो। इतिहास अनुसार सबै सुनिताबाटै मात्रै रहेछ यो कोशी सुनिता चन्जङ राईबाट क्या लिम्बू जातिको एरियामा सिलामसारमा मात्रै हुन्छ। चिन्डोको चाहिँ यहाँ अतिक्रमण हो, चिन्डो गाडिनु हुँदैन, यसलाई चाहिँ हटाइनुपर्छ। अर्को कुरो के छ भने यसमा पछि यो सेनवंशकालीनमा अब यहाँ राज्य गरेको मात्रै के अरे इतिहासमा देखियो। त्योभन्दा अगाडिको इतिहासमा यहाँ कसैले लेख्न सक्दैन पनि, लेखेको जस्तै कोच मेच, हिमाल, थारू अनि याक्थुङबा यिनीहरूको चाहिँ महाफेदातको के अरे महाफेदातको राजधानी हो। अनि महाफेदापछि 8 सरदार 8 आङ याक्थुङहरूले राज्य गरेको ठाउँ हो। यहाँदेखि तेर्थुमको 8 सर्यो, यहाँदेखि विस्थापित भए, त्यहाँदेखि यहाँ अरू आए। अनि यहाँबाट कोचमेच हिमालहरू राजवंशीहरू चाहिँ आफ्नो गन्तव्य स्थान कहाँ खेतीपाती योग्य ठाउँहरू खोज्दै गए। यहाँदेखि फेरि यता फाप्न नसक्ने जाति चाहिँ पहाड लागे। अब उनीहरू यहाँ खेतीपाती टेक्न सक्ने खालको चाहिँ उनीहरू के गरे त भन्दा खानेकुराहरू गुङ्गी, सिपी, त्यो झिँगे माछा यस्तोहरू खाएर त्यो त्यहाँको रोग महामारीसँग चाहिँ उनीहरू सङ्घर्ष गरेर यहाँ दक्षिण भएको भन्ने कुरो। अनि अब अहिले चाहिँ आजको मेरो भनाइ चाहिँ के भने मेरो यो नयाँ अहिले इतिहास लेखक इतिहासभन्दा यताको म त्यति गर्नु